हे गाइस तपाईहरुलाई पनि अब एनपीएल फ्रीमा हेर्न मन छ सिजन 2। सो यसको लागि मैले चाहिँ नयाँ भिडियो लिएर आइसकेको छु र यो चाहिँ मेरो यो च्यानलको चाहिँ फर्स्ट भिडियो हुनेछ जसको लागि चाहिँ म आज तपाईहरुको लागि एनपीएल कसरी फ्रीमा हेर्न सकिन्छ भन्ने कुरा म तपाईहरुलाई सिकाउने छु। सो यसको लागि केही गर्नु पर्दैन, नेपालमा तपाईहरु फुल एचडी हैन 4K मा चाहिँ तपाईहरु सजिलैसँग केही पैसा पेड नगरिकन तपाई एनपीएल हेर्न सक्नुहुन्छ। सो यसलाई चाहिँ कसरी हेर्ने भन्ने कुरा म तपाईलाई यो भिडियोबाट मैले आफै चलाएर चाहिँ तपाईलाई हेराउने छु। सो भिडियोलाई फुल वाच गर्नु होला। यदि नयाँ हुनुहुन्छ मेरो च्यानलमा तपाईहरु च्यानललाई सब्स्क्राइब गरी शेयर र सपोर्ट देखाइदिनु होला। सो म चाहिँ अब भिडियो सुरु गरे। तपाईहरु कसरी गर्न सक्नुहुन्छ के गर्नु पर्दैन, मैले भन्ने कुरा तपाई फलो गर्नु होला। यसको लागि तपाईको मोबाइलमा भएको गुगल क्रोममा जानु होला र यहाँ सर्च बारमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ चाहिँ टाइप गर्नु होला यो साइन टिभी भनेर सर्च गर्नु होला है। YOSIN.TV भनेर सर्च गर्नु होला र यहाँ सर्च गरिसकेपछि यहाँ चाहिँ फर्स्टमै हाम्रो वेबसाइट खुल्नेछ। सो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ वेबसाइट चाहिँ यहाँ खुलिसकेको छ। यो साइन टिभी भनेर यो वेबसाइट चाहिँ खुलिसकेपछि त्यसमा चाहिँ क्लिक गर्नु होला र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ धेरै विभिन्न खालको क्रिकेटहरू भइरहेछ हैन, लाइभ क्रिकेटहरू म्याचेसहरू भइरहेछ। सो यहाँ चाहिँ एनपीएल सिजन 2 भनेर यहाँ हेर्न सक्नुहुन्छ र त्यसमा चाहिँ क्लिक गर्नु होला। सो आजको म्याच चाहिँ यहाँ 4 बजेदेखि स्टार्ट हुनेछ हैन। सो यहाँ चाहिँ कर्णाली भर्सेस काठमाडौँ देखाइरहेछ। सो अहिले म्याच हुनलाई 12 मिनेट अझै बाँकी छ। सो त्यसमा यदि क्लिक गर्यो भने म्याच स्टार्ट देखिन सकिन्छ र स्टार्ट भएको बेला तपाई सजिलैसँग फुल एचडी क्वालिटीमा हेर्न सक्नुहुन्छ। सो होप तपाईहरु यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब, शेयर र सपोर्ट गरिदिनु होला। थ्यांक यू फर वाचिङ।